हेलो नमस्ते म युट्युब फ्यामिली हजुरहरू सन्चै हुनुहुन्छ होला सबैजना म पनि सन्चै छु अनि म चाहिँ केही काम परेको हुनाले चाहिँ काठमाडौँ आएको थिएँ अनि छ्यामाको छोरीले चाहिँ अब घुम्न जाऊँ न दिदी भन्नु चाहिँ यसरी घुम्न निस्केको अब नयाँ ठाउँ कता के हो मिसै पाउँदिनँ म चाहिँ अब के अरे धेरै पनि आउँदिनँ म काठमाडौँ है अनि काठमाडौँ बस्दिनँ नि त म अनि म चाहिँ अब पहाडतिर बस्छु अनि त्यही भएर काठमाडौँ चाहिँ कता के हो भन्ने मलाई राम्रोसँग केही थाहा नै छैन के अनि छ्यामाहरू चाहिँ बस्नुहुन्छ अनि त्यही भएर बहिनीले चाहिँ अब घुमाउनु लगेको कता कता लग्यो कि त्यो मेजै छैन अहिले चाहिँ बसन्तपुरमा घुम्दैछ है गर्मी पनि लागिरहेको थियो नि त अब घाम अब मौसमी त्यस्तै अनि त्यसपछि कस्तो तिखा पनि लागिरहेको थियो अनि त्यहाँबाट हामीले एक ठाउँमा चाहिँ यसरी बबल टी किनेर खायौँ अनि भोक पनि लागिरहेको थियो खाजा खायौँ र बेलुकाको समय भइसकेको थियो अनि हामी चाहिँ अनि भाइलाई बोलाएर चाहिँ अनि घर फर्क्यौँ बेलुकाको समयमा बत्तीहरू बल्दा कति रमाइलो देखिने कि आजको दिन चाहिँ हाम्रो यसरी नै बित्यो सबैलाई बाई बाई।